아나 걔는 자기는 어디 섰어요? 여기 있으면 번다시으로 가고 나서 다락방 와가지고 서 आफूलाई स्वागत गर्नेहरूको भीड देखेपछि देउबाको सनक बिर्सिए भदौ 24 को दनक। अब शेरबहादुरको हालत के हुन्छ त त्यसो भए? कांग्रेसलाई गाली गर्नु अथवा शेरबहादुरको विपक्षमा बोल्नु यो चाहिँ ठीक हैन। अच्छा तपाई जेनजी त देउबाको पक्षमा एकदम पछि हो, म उहाँलाई सपोर्ट गर्ने हो। A few moments later भिड भएपछि गाडी अगाडि बढेन, ओर्लेर हिँड्दै भए पनि जानु पर्यो भनेर ओर्लेको। अनि त्यहाँ माथि एउटाले टी सर्ट बोकेर आउँछ क्या होइन, अनि त्यसपछि पानी परिरहेको छ, आफ्नो लुगा त जोगाउनु पर्यो नि होइन भनेर बाहिरबाट लगाइदिएको। के बोले भाइ? त्यसपछि एउटा आन्टी आयो, बाबु यो समाजमा म पानी खानु पर्यो भनेर झन्डा दिएर होइन, झन्डा पनि बोकेर थिएँ। आन्टी पानी खाँदा खाँदा कहाँ पुग्यो, म झन्डा बोकेको भरमा परेँ होइन। अनि पछि पानी रोकेपछि त मैले खोलेर साइडमा राखिदिइहालेँ नि। झन्डा उडेर आउनु भएको छ, तपाईँ कहाँदेखि आउनु भएको? काठमाडौँबाट आउनु शेरबहादुर देउवाको स्वागतको लागि? हो देउवा दाइको लागि स्वागतको लागि के तयारी गरेर आउनु भएको छ? के तयारी गर्नु, भेट्ने लिएर जाने नि, के तयारी गर्नु, भेट्ने लिएर जाने नि। भोटसोट भनेको अब घन्टीलाई नै हालिदियो हो, के ढाँट्नु होइन, हालिदियो नि। आज चाहिँ यसो रमाइलो हेरौँ भनेर आएको। अब बुढा कसरी आउँदो रहेछ, धेरै पछि आउँछ, यसो टिभी सिभीमा पनि देख्न पाएको छैन हो मुख होइन। अब रमाइलो गर्न त ठमेलतिर उता जाने हो नि, यो र्यालीमा पार्टीको उसमा चाहिँ आउने हो रमाइलो गर्न। रमाइलो गर्न अब तपाईँलाई थाहा छ त, पार्लिमेन्टमा जस्तो रमाइलो काहीँ हुँदैन हाम्रो देशमा होइन। तपाईँले चाहिँ जसरी पनि चर्चामा आउनु छ त्यसमा तपाईँले होइन मलाई चर्चामा आउनु छैन होइन, मैले यसो हेर्दाखेरि चाहिँ अब हुन्छ नि ऊ बुढो आए जस्तो छ है। ल रोज्नु पर्यो भने शेरबहादुर देउवालाई रोज्नुहुन्छ कि बालेन शाहलाई? यही बाटो पर्नु, यही र्यालीबाट बालिन शाहलाई हो नि, बुढालाई पनि अलिअलि सपोर्ट त गर्ने हो, गरे पनि हो, के गरे बुढाले लास्ट पैसा जम्मा गरेछन् कि रमाइलो हुँदो रहेछ, भेटघाट यताउति ऊ गाना भजन होइन त्यसै हो। यहाँ आएको मान्छेहरूले सबैले काङ्ग्रेसलाई सपोर्ट गर्दैन क्या, मै गर्दिनँ, मलाई थाहा छ नि। शेरबहादुरलाई फेरि प्रधानमन्त्री बनाउने कुरो छ? कुरा नगरौँ, मलाई त फोन आएको थियो होइन, के भनेर थाहा छ, त्यहाँ एयरपोर्ट जाने हो, के अरे 5,000 देखि 10,000सम्म पैसा पाउँछ, मासु भात पनि पाउँछ, पेट्रोल पनि हालिदिन्छ, केही गर्नु पर्दैन, के अरे शेरबहादुर जिन्दाबाद काङ्ग्रेस जिन्दाबाद मात्रै भन्ने रे भनेर आएको थियो। अबको केही दिनमा हामी 84मा पुरा शेरबहादुर देउवालाई लिएर हामी प्रधानमन्त्री हुनेछौँ। शेरबहादुर देउवालाई एकदम नेपाली जनताले एकदम आश गरेर बोलाइरहेको छन्। फेरि हामी अबको केही दिनमा, केही महिनामा हामी 84मा पुरा शेरबहादुर देउवालाई लिएर हामी प्रधानमंत्री हुनेछौँ। मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना, फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना। पिपलको छायाले कहाँबाट कि कहाँ पुगिया देउबाकी मायाले मुटु हो उहाँ, हाम्रो रगत चाहिँ हरियो बगेको छ, धड्कन हो हाम्रो उहाँ। आजु दिदी र शेरबहादुर देउवा भनेको हाम्रो मुटुको धड्कन हो। जब शेरबहादुर देउवालाई हातकडी लागिएन, हामी आम नेपाली जनता अति रिसाएका छौँ होला। आका त्यसका चाहिँ रगत र पसिना चुसेका भत्तोहरू आएर त्यसको स्वागत गरे होला नि। कार्यकर्ता आएर स्वागत गरेको देखिन्छ। खाना दिएको थियो होला नि त, खान दिएको त मलाई पनि 2-4 करोड खान दिएको थियो भने त उसैको सपोर्टमा बोल्थ्यो होला नि म पनि। पैसा पायो भने उतै जाने नि, अन्त पैसा नपाइ यिनीहरू आए त, पैसा नपाइ यिनीहरू आएन नि त, पैसा पाएर आए यिनीहरू, पैसा खाएर। जनताको भिड देखेर चाहिँ शेरबहादुर देउवा बहुत हौसिएका छन्। तपाईँको जिन्दगीभर नाच्ने शेरबहादुर देउवा आज जनताको अगाडि हात हल्लाएर हाँस्दै आएका छन् भने हो त कुरो ठिक हो त। त्यो त जनता अगाडि हाँस्नु भनेको ती जनता, उहाँको अगाडि पछाडि लाग्ने जनता को थाहा छ? सबै बाख्रा। शेरबहादुर त्यत्तिकै भएको होइन रहेछ, ऊ चाहिँ सर्कसको शेर होइन रहेछ, वास्तवमा जङ्गलको शेर रहेछ भने उफ्रिया छन् कार्य। शेर त यही त बस्छ त देशमै, किन भागेको? शेर मान्छे भाग्छ,
शेर नाउँको शेर कामको चाहिँ छेर। पहिलो डोजको म्याच सकिन लागेपछि दोस्रो चरणको जेन्जी थेरापीका लागि देउवाको नेपाल पुनरागमन। गत भदौ 24 गते पहिलो डोज फेला पारेका उनले फेरि दोस्रो डोज बेलैमा लिनका लागि नेपाल आएको बुझिएको छ। नेपाली कांग्रेसबाट पूर्व सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यति बेला नेपाल आउनु भएको 5 महिना पछाडि जेएनजी आन्दोलन खाजा ज्ञान छ किन अरू सक्छ तेरो बाउले भन्छ के पिउले पनि गो यिनी जाँदा शेरबारी डिबा मार छोटो